हामी यहाँ अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको क्वार्टर फाइनल प्रतिस्पर्धा अन्तर्गत दिइएको एक टास्कको कुरा गर्दैछौँ, जुन टास्कको छोटो क्लिप अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उक्त क्लिपकै आधारमा एकजना ग्याङ लिडर कविता नेपालीले गाली खाइरहेकी छिन्। कविता स्वयंले सामाजिक सञ्जालबाट यसको प्रष्टीकरण दिनु परेको छ। लाइभमै आएर उनले यथार्थ बताउने जनाएकी छिन्। मान्छेले यथार्थ नबुझिकन आफूमाथि गाली बर्साएकोमा उनको चिन्ता छ। उनी लेख्छिन्, एउटा छोटो सम्पादित क्लिप पूर्ण सन्दर्भ बिना नै सेयर गरिएको छ र मानिसहरूले उनीहरूलाई देखाएको कुराको आधारमा मात्र धारणा बनाइरहेका छन्। त्यो क्लिपमा वास्तविक अवस्था र मेरो प्रयासहरू देखाइएको छैन। म यहाँ आफूलाई पुष्टि गर्न आएको होइन। यो ती मानिसहरूको लागि हो जसले साँच्चै मेरो ख्याल राख्छन्। म भोलि तपाईको लागि सामाजिक लाइभमा हुनेछु। घृणा गर्नेहरूलाई तपाईले जे चाहनुहुन्छ त्यही गर्नुहोस्। तपाईको विचारले मलाई असर गर्दैन, उनी लेख्छिन्। सेयर भएको क्लिपमा क्वार्टर फाइनल टास्कको क्रममा कविताले ऋतिका नामक प्रतिस्पर्धाको कपालको चुल्ठोलाई कैँचीले काटिदिएको देखिन्छ। चुल्ठो कार्यतारमा अल्झिएपछि कविताले त्यसलाई काटिदिन्छन्। त्यसपछि कविता भन्छन्, कपाल काटेर स्याक्रिफाइस भएर तिमीलाई गाह्रो भएको छ भने